टिकटक स्टार आयुष सिंह ठकुरी र एलिजे जमालीको बारेमा भयो सनसनीपूर्ण खुलासा। एलिजे जमालीले पहिले नै विवाह गरेर डिभोर्स गरेको प्रमाण सार्वजनिक। आयुष सिंह ठकुरी र एलिजे जमालीको सम्बन्धमा आयो दरार। दर्शकबिन आयुष सिंह ठकुरीले यस विषयमा के भने त लगायत केही महत्त्वपूर्ण विषय आजको भिडियोमा खुलाउने प्रयास गरेका छौँ। कृपया भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र पेजमा नयाँ हुनुहुन्छ भने पेजलाई फलो गरेर जोडिन सक्नुहुन्छ। टिकटक स्टार आयुष सिंह ठकुरी र एलिजे जमालीको सम्बन्धमा दरार आएको छ। केही महिना पहिले सामाजिक सञ्जालबाट 81 गायब भएका आयुष सिंह ठकुरी डिप्रेसनमा गएको खुलेको छ। आयुष सिंह ठकुरी डिप्रेसनमा जानुको कारण पनि सार्वजनिक भएको छ। पाकिस्तानी युवतीको चक्करमा परेका आयुष उक्त युवतीकै शिकार बनेका छन्। यति बेला एलिजे जमाली नाम गरेकी युवती अर्थात् आयुषकी श्रीमती दुबईमा छिन्। एलिजे जमाली नाम गरेकी युवतीले पहिले नै विवाह गरेर डिभोर्स गरेको खुल्न आएको हो। ती युवतीले अछामका आयुष सिंह ठकुरीलाई नराम्रोसँग फसाएको पुष्टि भएको छ। एलिजे जमालीले पहिले नै विवाह गरेको थाहा पाएपछि आयुष सिंह ठकुरी डिप्रेसनमा गएको हुन सक्ने अनुमान गरिएको छ। एलिजे नाम गरेकी युवती विवाहित रहेको र डिभोर्स गरेर आयुष सिंह ठकुरीसँग नजिक भएको खुल्न आएको छ। आयुष सिंह ठकुरीले उक्त कुरा सहन नसकेर डिप्रेसनमा गएको बुझिएको छ। आयुष सिंह ठकुरी र एलिजे जमाली नाम गरेकी युवतीको सम्बन्धमा दरार आएपछि उनकी आमाले सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएकी छन्। एक कन्या केटाले विवाहित युवतीसँग इन्गेजमेन्ट गरेको भन्दै आयुष सिंह ठकुरीको चर्को आलोचना भइरहेको छ र सामाजिक सञ्जालमा गालीको वर्षात भइरहेको छ। एलिजे जमाली नाम गरेकी युवती यति बेला मस्तीमा छिन्। उनी दुबईमा घर परिवारसँग रिल्याक्स गरिरहेकी छन्। यता आयुष सिंह ठकुरी भने बन्द कोठामा डिप्रेसनको शिकार भइरहेका छन्। अब आयुष सिंह ठकुरी र एलिजे जमालीको सम्बन्ध धेरै दिन टिक्न नसक्ने अनुमान गरिएको छ। टिकटक स्टार आयुष सिंह ठकुरी डिप्रेसनमा, एलिजे जमाली चाहिँ मस्तीमा। कलिलो युवा जसलाई टिकटकले करोडपति बनाउँछ। अछामका आयुष सिंह ठकुरीलाई करोडपति बन्छ भनेर कसैले पनि सोचेको थिएन। तर टिकटकले आयुष सिंह ठकुरीको भाग्य नै चम्कियो। टिकटकमा आयुष सिंह ठकुरी लाइभमा आएपछि लाखौँ फ्यान खाना खान छोडेर भए पनि मोबाइल खोल्थे। सबैभन्दा बढी डलर कमाउने टिकटकरमा आयुष सिंह ठकुरीको नाम 1 नम्बरमा आउँथ्यो। तर अनुहार बुर्काले छोपेर लाइभ बस्ने एक पाकिस्तानी युवतीसँग भएको पहिलो गफमै आयुषलाई 7.5 को दशाले समात्यो। तर आयुषलाई भने कुनै थाहा थिएन पाकिस्तानी युवतीको नाम हो एलिजे जमाली। एलिजेको गफमा आयुष सिंह फिदा हुँदै गए र प्रेमको संसारमा रमाउन थाले। एलिजेले इन्गेजमेन्ट नगरेसम्म आयुषलाई अनुहार नदेखाउने बाचा गरेकी थिइन्। आयुष पनि एलिजेको आँखामा फिदा भए र 2080 असोज 19मा दुबईमा आयुष र एलिजेको इन्गेजमेन्ट भयो। त्यसपछि भने एलिजेले मुठीमा बाँधेर आयुषमाथि हक जमाउन थालिन् र आयुषले काठमाडौँमा करोडौँको आलिसान घर पनि किने। घर किनेपछि आयुषकी आमालाई आफूबाट टाढा राख्ने एलिजेको योजना थियो। योजना अनुसार आयुषलाई फकाउँदै एलिजेले उनकी आमालाई तथानाम भन्न लगाउँछिन्। नयाँ घरबाट टिकटकमा लाइभ बस्दै यी दुवैले आमाको अर्को श्रीमान्छ बन्दै थुप्रै आरोपहरू लगाउँछन् र आयुषकी आमा रुँदै टिकटक लाइभमा आएर एलिजेले आफूमाथि गरेको अन्यायको बारेमा सबै पोल खोल्छिन्। त्यसपछि भने आयुषका फ्यानहरूको चित्त दुख्छ। फ्यानहरूले एउटा पाकिस्तानी युवतीको लागि जन्म दिने आमालाई गाली गर्छस् भनेर निकै आलोचना गर्छन्। गालीको वर्षात हुन थालेपछि आयुष र एलिजे टिकटकबाट 81 गायब हुन्छन् र पछिल्लो समय एलिजे आफ्नो घर परिवारसँग रिल्याक्स गरिरहेकी छन्। यता आयुष भने गुमनाम रहेका छन्। स्रोतका अनुसार आयुष डिप्रेसनमा गएका छन्। आयुष डिप्रेसनसँग लडिरहँदा एलिजेले भने फर्केर हेरेकी छैनन्। सामाजिक सञ्जालमा एलिजेले पहिले नै विवाह गरेको चर्चा चलेको छ। एलिजेको वास्तविक रूप थाहा पाएपछि आयुष डिप्रेसनमा गएको अनुमान गरिएको छ।